नमस्ते साथीहरू। यदि तपाईँ पनि हरेक इक्जाम वा फर्स्ट टाइम आउनुअघि सिलेबस प्लानिङ गर्न र लेसन प्लान बनाउन रातको 12-1 बजेसम्म बसिरहनुहुन्छ भने यो भिडियो आजै रोकेर हेर्नुहोस्। आज म तपाईँलाई यस्तो एउटा म्याजिक प्रम्प्ट दिँदैछु जसले क्लास 10 वा जुनसुकै क्लासको सिलेबसलाई मात्र 2 मिनेटमा एउटा क्लिन टेबलमा ढाकिदिनेछ, त्यो पनि रिभिजन डेज र टेस्ट क्वेसन सहित। न त घन्टौँ समय बर्बाद, न त कुनै झन्झट। आउनुहोस् सिधा स्क्रिनतिर लागौँ। स्क्रिनमा सबभन्दा पहिला हामीहरूले cloudy.ai खोल्नुहोस्। cloudy.ai खोलिसकेपछि हजुरहरूले यस्तै इन्टरफेस हेर्न सक्नुहुन्छ। cloudy.ai खोलिसकेपछि मैले एउटा म्याजिक प्रम्प्ट तयार पारेको छु। त्यो म्याजिक प्रम्प्टको लिङ्क मैले डिस्क्रिप्सनमा दिइसकेको छु, त्यहाँबाट हजुरहरूले पनि त्यसलाई हेर्न सक्नुहुन्छ। त्यही म्याजिक प्रम्प्टलाई म यहाँ पेस्ट गर्छु। पेस्ट गरिसकेपछि यहाँ मैले प्लसको आइकनमा क्लिक गरेर क्लास 10 को साइन्स बुक नि यसमा अपलोड हानिदिन्छु। त्यो पनि अपलोड गरिसकेपछि यहाँ मैले यसलाई इन्टरमा क्लिक गर्छु। इन्टरमा क्लिक गर्न बित्तिकै यसले लेसन प्लान जेनेरेट गर्न स्टार्ट गर्छ। अब हजुरहरू एकछिन वेट गर्नु। हजुरहरूले हेर्न सक्नुहुन्छ यसले लेसन प्लान जेनेरेट गरेर दिइसकेछ, त्यो पनि वर्ड फाइलमा। अब हजुरहरूलाई यदि यो वर्ड फाइलमा या यो लेसन प्लानमा केही चेन्ज गर्नु पर्यो, सपोज यहाँ कुनै कुरा मिलेन वा कुनै टेक्स्टहरू चेन्ज गर्नु पर्यो भने यहाँ यसकै तल हजुरहरूले प्रम्प्ट दिएर त्यसलाई फेरि चेन्ज गर्न सक्नुहुन्छ आफ्नो आवश्यकता अनुसार। यदि हजुरहरूको सबै कुरा चेन्ज भइसक्यो भने त्यसको फाइनल भर्जनलाई यस्तै डाउनलोड बटनमा क्लिक गरेर डाउनलोड गर्न सक्नुहुन्छ। डाउनलोड गरिसकेपछि यसलाई वर्ड फाइलमा खोल्नुहोस्। वर्ड फाइलमा खोलिसकेपछि यसको लेआउट, पेज सेटिङ वा अब हजुरहरूलाई के चेन्ज गर्नुपर्ने छ त्यो सबै कुरा चेन्ज गर्नुहोस्। त्यो चेन्ज गरिसकेपछि यसलाई हजुरहरूले पिडिएफमा नि सेभ गर्न सक्नुहुन्छ अनि वर्ड फाइलमा नि सेभ गर्न सक्नुहुन्छ। यसरी छिटो र एकदम बिना समय बर्बाद गरिकन, बिना आफ्नो ज्यान दुखाइकन हजुरहरूले लेसन प्लान र सिलेबस छिट्टै तयार पार्न सक्नुहुनेछ। यदि हजुरहरूलाई यो भिडियो राम्रो लाग्यो भने भिडियोलाई लाइक गर्नुहोला र हजुर आफ्नो साथीहरूसँग सेयर गर्नुहोला र यस्तै भिडियो हेर्नलाई च्यानललाई सब्सक्राइब गर्न नबिर्सनुहोला। हस्, धन्यवाद।